मर्निङ। आज चाहिँ म यहाँ उयस होटलको बेडमै छु। हामी चाहिँ कहाँ छौँ भने पोखरा आएको छौँ। हिजो आइपुगेको बेलुका है, बेलुका भन्दा पनि 3:30 बजीतिर आएको थियौँ र मैले फोन उयो गर्नु भिडियोहरू बनाउनु सकिनँ, थाकेको थिएँ, पुरा थाकेको थिएँ, त्यसले गर्दा बनाइनँ। अहिले चाहिँ बिहान एकछिन बनाउँदैछु। अन्त पोखरा चाहिँ पुरा चिसो छ। हिजो हामी आउँदा पनि पुरा पानी पर्दै थियो हो, पुरा पानी पर्दै थियो र बनाइनँ। बेलुका चाहिँ एकछिन लेक साइडहरू घुम्नु गयौँ। लेक साइड पनि चिसो राति अन्धकारमा, अन्त त्यहाँको पनि भिडियोहरू बनाइनँ किनभने लेक साइड अन्धकार, पानी उयो ताल मात्रै देखेको, एक साइड मात्रै बत्तीहरू बलेको, त्यसले गर्दा त्यति उज्यालो थिएन र त्यहाँको बनाइनँ है। त्यहाँनिर उयोहरू पूजाहरू हुँदो रहेछ, आरती हुँदो रहेछ, त्यहाँको चाहिँ भिडियोहरू सानो सानो खिचेको छौँ, पछि रिल्समा हाल्छु म है। अन्त के भन्छ, अहिले चाहिँ हामी बेडमै छौँ। कति 10हरू बज्नु आँट्यो होला है, 9हरू बज्नु आँट्यो होला। अन्त उठेको छौँ न, थाक्यो पुरा। अन्त अब आज घुम्नु थुप्रै ठाउँ थियो, घुम्नु जानु भनेको पनि वेदर पुरा बिग्रेको छ, चिसो छ, त्यसले गर्दा कहीँ जानु पनि नसक्ला जस्तो भएर अहिले यतातिर कता कता हुन्छ घुम्नुहरू जान्छु है। तपाईँहरूलाई पनि देखाउँछु त्यहाँ कहाँ कहाँ जान्छौँ हामी है। अन्त किनभने अब घुम्नु आएको, थाकेर ओछ्यानमै लडेको छौँ। अन्त अब हामी चाहिँ यहाँनिर 3 दिन बस्छौँ र त्यहाँदेखि चाहिँ दार्जिलिङ फर्किन्छौँ। त्यतिन्जेल चाहिँ तपाईँहरूलाई पोखराको पनि भ्रमण गराउँछु, कहाँ कहाँ के खिच्छु ल। तपाईँहरू पनि ठिकै हुनुहुन्छ होला, तपाईँहरूले मेरो रिल्सहरू हेरिदिनु हुँदैछ अझै पनि है, बिर्सिनु भएको छैन, त्यसले गर्दा एकदम सबैलाई थ्याङ्क यू। अन्त त्यसको लागि पनि अन्त अब दार्जिलिङ आएपछि अरू रिल्सहरू बनाउँछु। रिल्सहरू पनि मैले यहाँनिर पनि बनाउनु पाइनँ किनभने बनाउने ठाउँै छैन काठमाडौँको गच। अस्ति त्यही हो धरहरातिर अलिअलि बनाएको, त्यति नै हो। अब यहाँ माथि घुम्नु जान्छौँ, त्यतातिर बनाएँ है। अब अरू चाहिँ हेर्दै जानुहोस्। म आजको भ्लग चाहिँ भर्खर ओछ्यानदेखि नै सुरु गर्दैछु है। अन्त कहाँ कहाँ जान्छु आज चाहिँ त्यतिको चाहिँ खिचेर देखाउँछु तपाईँहरूलाई ल। हुन्छ, स्टे ट्युन। हेलो साथीहरू, हामी चाहिँ यहाँ गुप्तेश्वर महादेव मन्दिर आएको छौँ है। यहाँ हेर्नुहोस् ल। ओके, एकजना यहाँ चाहिँ गरिदिँदो रहेछ नि त। राम्रो रहेछ हौ नि। हेर्नुहोस् है, अब हामी गुफाभित्र पस्दैछौँ। अब यो क्यामेरा चाहिँ मैले मेरो हातमा लिएँ। नन्दी महाराज कति राम्रो रहेछ साथीहरू, हेर्नुहोस् है, राम्रो यहाँनिर एउटा यस्तो लेख्दो रहेछ त्यसरी तल रहेछ गुफा चाहिँ। यो चाहिँ भित्रभित्रै हो। अब ओह्रालै जानु पर्दछ हामी है। अन्त अब चाहिँ मेरो हस्बेन्डले खिचिदिनु हुँदैछ किनभने मभन्दा अग्लो छ, उसले गर्दा राम्रो देख्छ, त्यसले गर्दा चाहिँ सबै खिच्नु लाग्छ मैले है। हेर्दै जानुहोस्, म बोल्नु पर्दैन, तपाईँले हेर्दै जाँदाखेरि हुन्छ नि। बोलेको चाहिँ देखाउनुपर्छ अरे छैन। हेर्दै जानुहोस् है, गुप्तेश्वर हामीले युट्युबतिर हेरेको थियौँ, अरूको युट्युबतिर हेर्यौँ। आज हामी आफै अरू भ्लगमा हेऱ्यौँ, अहिले आफै हेर्दै जाँदैछ। तिमीले माइक नल्याएर गल्ती गरेछौ। कताबाट लेफ्ट साइड हेर्नुहोस् है। Don't take off your footwear भनेर चाहिँ जुत्ता चप्पल खोल्नु लाएरै जानु पर्यो।
इज एन्ट्रान्स रहेछ म चल्दिनको लाग्यो नि सक्सेको फिल भयो कमसेकम आधीसम्म पुगेर फर्केर हौ हेर्नुहोस् है यस्तो रहेछ यहाँतिर कामधेनु गाई अरे पानीहरू सुन्दर छ पुरै माथिबाट मेन मन्दिर के भन्छ मेन मन्दिरमा चाहिँ खिच्नु दिँदैन रहेछ यहाँ केबमा खिच्दैछु केब चाहिँ यस्तो रहेछ हेर्नुहोस् है ठिक यस्तो लालाको चेप चेप पस्नु पर्छ ला उयो उकालो चाहिँ कसरी जान्छ सक्छ हामी डरलाग्दो चेप रहेछ नि त यस्तो रहेछ है हेर्नुहोस् है सुन्दर हो सुन्छ अरे हुनु नि यहाँ माथि त अब जुन हामी गेटदेखि भित्र पसेको बजार छ त्यो चाहिँ अब एउटा उयै हो त्यस्तो रहेछ त्यस्तो रहेछ काकाले खिचिदिनुहोस् न तपाईँले विश्वास हानेको यस्तो रहेछ कस्तो छ देखिँदैन पनि एकपल्ट गएर हेरौँ के रहेछ कस्तो रहेछ यहाँ चाहिँ पानी माथिबाट कस्तो छ के छ भित्रसम्म चाहिँ गयो सकिँदैन होला हौ यस्तो अन्धकार रहेछ मुनि त है सिँढीबाट खिचेर पऱ्यो हौ त्यत्रो खिचेर आएको खिचेर पऱ्यो हौ त्यत्रो खिचेर आएको यहाँ चाहिँ हामी गुप्तेश्वर उठाएको मेन महाकाल बाबाको रहेछ नि त त्यसले गर्दा कस्तो डरलाग्दो ओडारो रहेछ यहाँभित्र चाहिँ आएको छौँ हो तपाईँहरूलाई ब्यागमा देखाउँछु ल त्यसको भित्र रहेछ मान्छे धेरै बाहिरको टुरिस्टहरू पनि छ गोराहरू उहाँहरूले पनि भिडियो फोटो बनाउँदैछ माथिबाट त्यो डेभिस हलको वाटरफल यहाँ आएको खोइ नाम त मलाई थाहा भएन कि डेभिस हल है निस्किँदैछौँ अघि जहाँबाट पसेको थियो त्यहाँबाट बाहिर निस्किँदैछौँ अघि त फोनमा स्टोरेज नभएकोले गर्दा अघि क्याप्चर भएन रहेछ ल अब बाहिर निस्किँदाको चाहिँ देखाइदिन्छु तपाईँहरूलाई म यहाँबाट छिरेको हामी अघि जुन चाहिँ अर्को फोनमा क्याप्चर भन्नुहोस् हिसाबले के छ
नेपालमा सकिन्छ तर के हो फोटो खिच्दैछौ अब ऊ पर छ पानीको हेर्नुहोस् त पानी झरेको हो पानीको यो बाछिटाहरू सबै आउँदैछ आउँछ जाउँ बाहिर निस्कौँ लु अघि क्याप्चर नभएको भित्र बाहिर बस्ने गुफामा बस्ने चाहिँ अब म देखाउँदैछु तपाईँहरूलाई लु बाहिर नि अघि पसेको जग्गा हो अघि नखिच्यो क्या यस्तो छ यहाँ मान्छेहरू आउँदैछ इन्डियन टुरिस्टहरू हाम्रो होइन सजिलो स्टेप छ सजिलो स्टेप छ यहाँबाट चाहिँ पसेको अब चाहिँ हामी यहाँबाट निस्किँदैछु भन्नुहुन्छ ल मन्दिरभित्र फोटो खिच्न सक्छ बनाइएको छ त्यसैले गर्दा खिच्दैन है गौमाताको कृपा रहेछ एउटा छिरेको अगाडि पुरा छ भजन गर्दैछ त्यहाँभित्र चाहिँ छ सबले ढोक्दै होला यहाँ मुनिबाट चाहिँ निस्किनु किन उड्दैन यसरी छिरेर कामदेव माताको होइन बाजेको यहीँ हो त गाईको दुध चाहिँ चढाउन मन लाग्छ भने हामी चाहिँ यहाँ डेभिस फल जाँदैछौँ है यो डेभिस फलमा चाहिँ अघि हामी जुन मुनिको उयो गुफा गएको थियौँ त्यहाँनिर झरेको पानी चाहिँ यहाँबाट यो झरेको पानी चाहिँ त्यहाँ पुग्दो रहेछ है त्यो रहेछ त्यहाँ पनि गएर फर्स्ट भएको यो चाहिँ एकदमै चोक हो देवी दुर्गाले बास गरेको छ यहाँ है तपाईँहरूले हेर्नुहोस् दर्शन गर्नुहोस्